नमस्ते हाम्रा सबैजना जनताहरूलाई। यो हाम्रो सुदन गुरुङ ज्यू चाहिँ राजीनामा दिनुभएको रहेछ। मेरो चाहिँ चित्त दुखेर पित्त फुट्यो हैन। पहिला पनि के भन्छन् त्यो एमालेका झोलेहरू एमालेको पार्टीहरूले राजीनामा दिनै पर्छ, राजीनामा गृहमन्त्रीको पद राजीनामा दिनै पर्छ भन्ने सुनेको थिएँ। तर नभन्दै उनीहरूको चाहेको जस्तै भयो क्या। आज उनीहरूको बोलेको जस्तै भयो। के साँच्चीकै डराएको हो त सुदन गुरुङले? उनीहरूदेखि डराएकै हो त? होइन भने यार किन राजीनामा दिनु के? म त अचम्म पर्छु भने युवाहरूको आश थियो नि अलिअलि भए पनि। अब चाहिँ हाम्रै देशमा केही बन्ला, हाम्रा नेताहरू युवा नेताहरूले केही गरिरहेछन् भन्ने एउटा अलिकति आशा थियो। त्यो आशा पनि अब चाहिँ जनताहरूबाट मर्दै जाला जस्तो छ। कृपया सुदन गुरुङ चाहिँ फेरि गृहमन्त्रीमा प्रवेश हुन चाहिँ अनुरोध गर्दछु है। गाइजहरू सबैले लाइक कमेन्ट सेयर गरौँ। सुदन गुरुङ चाहिँ गृहमन्त्री हुनै पर्छ। के हो राजनीतिक खेल खेलिरहेछन् के हो यिनीहरूले? के कुरै बुझ्नु सकेछन् यार? एउटा नाटक हो, यिनीहरूको नाटक हो र? यति साह्रो नाटक चाहिँ नहुनु पर्ने। र गाइजहरू सबैजनाले सुदन गुरुङलाई गृहमन्त्री पदमा ल्याउनै पर्छ है फेरि पनि। होइन भने पहिलाको जस्तै हो, सेम दोधार चाहिँ नसोचे हुन्छ। त्यही भन्न चाहे मैले गाइजहरू है त। मलाई त के लाग्थ्यो भने सुदन गुरुङ चाहिँ नेपालको किङ हो क्या अबदेखि। त्यो लाग्थ्यो क्या मलाई, नेपालको किङ हो। अनि के कारणले राजीनामा दिए? नेपालको राजनीति चाहिँ बुझि नसकिदो छ है गाइजहरू, बुझि नसकिदो छ। यो चाहिँ भएन, लेभलै मिलेन के नेपालको। गाह्रो छ है। त्यही भएर सुदन गुरुङज्यू तपाईँ जसरी भए पनि जे गरी भए पनि हामी जनताहरू तपाईँको साथ सपोर्टमा छौँ। र गृहमन्त्री चाहिँ छोड्नु हुँदैन है। निवारिक गृहमन्त्रीमा प्रवेश हुनै पर्यो। के छ तपाईँको छानबिन त्यो चाहिँ चाँडै सकाएर अनि यो दुनियाँको लैलैमा चाहिँ लाग्नु भएन। यो दुनियाँले त्यो जे पनि भन्छन् त उचाल्छन् पछार्छन्। नेता चाहिँ कस्तो हो के हो यो आफूले चाहिँ बुझेर चाहिँ जति मान्छेहरू पुस्तादेखि चलिरहेको छ नि पहिलेदेखि नेताहरूले भ्रष्टाचारीहरूले भ्रष्टाचार गर्दै आइरहेछन् नि, त्यसलाई खारिज बनाउँछ भन्ने आशामा बसेका थियौँ कि हामी जनताहरू। तर त्यस्तो चाहिँ गर्नु भएन है। चाँडै चाहिँ फर्किनु पर्यो। हाम्रो जनताहरूको मागै त्यही छ है। हो कि होइन गाइजहरू? जनताहरूको मागै त्यही छ। ल